सो हेलो एभ्रिवान, हाम्रो चाहिँ अब नयाँ क्याफे खुलेको हुनाले हामीले चाहिँ अब ओपनिङमा जाँदैछौँ मेरो साथीको हो। अनि त्यसपछि हामी चाहिँ गयौँ। यसरी तल सुज यसरी तल नै खोलेर जानुपर्ने रहेछ। अनि माथिपट्टि अनि यो चढ्न नसकेको चाहिँ मेरो साथी हो, बिस्तारै बिस्तारै चढिरहेको छ। अनि डेकोरेसन चाहिँ राम्रो छ। अनि यो तलको मिड फ्लोरमा चाहिँ अनि चप्पल नलाइकन बस्नुपर्ने रहेछ। अनि ठिकै छ त्यो पनि। अनि यो देखाइरहेको चाहिँ म हो, अनि अर्को चाहिँ गोरी बहिनी हो। अनि त्यसपछि हामी गयौँ माथि। अनि मेरो साथीहरू अनि धेरै मान्छेहरू भिडभाड थियो, तैपनि हामी चाहिँ गएर एउटा कुनामा कोप्चेर बस्यौँ होइन। तर त्यस रमाइलो भयो। अनि हामी चाहिँ अब मेनु हेर्दै थियौँ के खाने भनेर, के रहेछ भनेर मेनुहरू हेर्दै थियौँ। अनि त्यसपछि सो हामी चाहिँ यतातिरको भ्यूहरू यसो एक्सप्लोर गर्दै थियौँ। अनि जे होस् राम्रै थियो, सबै कुरा राम्रो थियो, डेकोरेसन वाइजहरू पनि राम्रो थियो। अनि तपाईँहरू पनि जान सक्नुहुन्छ, जस रमाइलै भयो। अनि त्यसपछि गफ गर्दा गर्दै चिया आइपुग्यो। अनि चिया चाहिँ हाम्रो फेभरेट हो एज यु नो। यदि तपाईँहरूले हामीलाई फलो गर्नुभएको छ भने चाहिँ हामी चिया लभर हो। अनि चिया खायौँ, यस्तो मिठो थियो चिया। सिप्सो जाडो महिनामा चिया नखाने त हुँदैन होइन। यदि तपाईँहरू सो हामीले चाहिँ हाम्रो चिया इन्जोय गर्दै थियौँ। जो चिया चाहिँ मिठो थियो। अनि त्यसपछि एकदम क्लासिकल वेमा सर्भ गरेको थियो। अनि खै मैले के बोले हो थाहा छैन है यहाँनिर चाहिँ। अनि त्यही पनि जस तपाईँहरू मेरो भिडियो ब्लग वाच गर्नु। अनि त्यसपछि चाहिँ हामीले खाजा अर्डर गरेको थियौँ। खाजामा चाहिँ पिज्जा र मोमो थियो। अनि पिज्जा वाज बेस्ट है, पिज्जाको लागि चाहिँ एकदम बेस्ट मन पर्यो मलाई। ओन्ली 120 मा यस्तो बेस्ट पिज्जा थियो। अनि हामीले पिज्जा पनि खायौँ, इन्जोय गऱ्यौँ। जे होस् आजको हाम्रो डे चाहिँ एकदमै रमाइलो भयो। सो यदि तपाईँहरू पनि चाहनुहुन्छ भने चाहिँ जान सक्नुहुन्छ। द स्पोर्ट फास्ट फुड एन्ड टी। त्यहाँको स्पेसिलिटी भनेको चाहिँ तपाईँहरूले एकदमै रिजनेबल प्राइसमा खाजाहरू खान सक्नुहुन्छ। अनि तपाईँलाई सौरा जानु पर्दैन, नजिकै नै यस्तो राम्रो ठाउँ खुलिसकेको छ हाम्रो पूर्वी चितवनमा। पर्सा 24 कोटी चोकबाट भित्र गएर पुरानो पर्सा चाहिँ अलिक पुग्न पर्दैन, पुलबाट जे होस् माथिपट्टि हो। जे होस् रमाइलो छ। सो आजको दिन हामीले चाहिँ यसरी इन्जोय गर्यो गाइस। सो तपाईँहरू पनि जान सक्नुहुन्छ। द फास्ट फुड एन्ड स्पोर्ट टी। सो थ्याङ्क यू फर वाचिङ आवर ब्लग। थ्याङ्क यू एभ्री वान, बाई बाई।